हेलो एभ्रिवान वेलकम टु द भिडियो। आज चाहिँ हामी प्रोडक्ट्समा चाहिँ कसरी अफर एड राख्न सकिन्छ भनेर चाहिँ सिक्नेछौँ। अफर एड भनेको चाहिँ तपाईँको यतापट्टि सो हुन्छ, तपाईँको चाहिँ लाइक यो कमिङ सुन यो सेल भनेर देख्नुहुन्छ नि, यता चाहिँ सो हुन्छ। यो चाहिँ कसरी राख्ने भनेर चाहिँ तपाईँलाई आज सिकाउँछौँ। यता गइसकेपछि हामी पहिला चाहिँ हामी अनलाइन स्टोरमा जान्छौँ। अनलाइन स्टोरमा चाहिँ होम पेज स्लाइडर, साइड थिम्स, साइड मेनु, स्टाफ अनि अफर एड भनेर देख्न सक्नुहुन्छ। अनि अफर एडमा क्लिक गरिसकेपछि चाहिँ यहाँ अफर एडको यो पेज खुल्छ र यता एड अफर अफर एड भन्ने चाहिँ बटन हुन्छ। अनि यता यो बटन क्लिक गरेपछि चाहिँ तपाईँले एउटा इमेज चुज गर्नुपर्ने हुन्छ जो चाहिँ तपाईँले डिजाइन गर्नुभएको छ। अनि त्यसपछि चाहिँ यता हामी चाहिँ अफर एड गर्छौँ। त्यसपछि चाहिँ यता लिङ्क चाहिँ अब यो अफर एडमा चाहिँ क्लिक गर्ने बेला चाहिँ कुन प्रोडक्टमा पुगोस् चाहनुहुन्छ तपाईँ, त्यो चाहिँ हामी यहाँदेखि गर्नेछौँ। हामी यो प्रोडक्टमा पुगाउन चाहन्छौँ भनेपछि चाहिँ यसको लिङ्क कपी गरेर चाहिँ यता राखिदिनेछौँ। जो चाहिँ यो पपअप अन होम पेजमा चाहिँ के हुन्छ भन्दाखेरिमा यो अन गर्यो भने चाहिँ तपाईँको साइट खोल्ने बित्तिकै कसै पनि मान्छेले त्यो पपअप भएर अगाडिपट्टि आउँछ। इफ यो बन्द नै गर्नुभयो भने चाहिँ त्यो पपअप हुँदैन। यसरी चाहिँ तपाईँले चाहिँ सबमिट गर्यो भने चाहिँ तपाईँको अफर एड चाहिँ यता देखिन्छ। यहाँ देखिने भयो अनि यता क्लिक गर्यो भने चाहिँ त्यो पर्टिकुलर प्रोडक्टमा चाहिँ पुग्ने भयो। यसरी चाहिँ तपाईँले चाहिँ प्रोडक्टमा चाहिँ अफर एड राख्न सक्नुहुन्छ।